तपाईँको गाउँमा आयौँ हामी। ओइ गाइज हामी पुग्यौँ ल। हेलो साथीहरू, मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। फाइनली गाइज हामी चाहिँ अदानचुली गाउँपालिका वडा नम्बर 3 ढाकनी कुना भन्ने ठाउँमा आइपुगेका छौँ साथीहरू। मेरो श्रीमानको घर जाने बाटो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला। अनि उतादेखिबाट मेरो नन्दा बहिनी आइराख्नु भएको छ। तपाईँको गाउँमा आयौँ हामी। फाइनली जन्नासँग भेट भयो। अनि यसरी ढोक भेट गरिसकेपछि दाइहरूले हामीलाई यसरी स्वागत गर्नुहुन्छ बाटोमा नै। अनि म त यति खुसी थिएँ कि होइन, अनि मैले सोचेको पनि थिइनँ यति धेरै माया पाउँछु भनेर। अनि उहाँहरूले चाहिँ एकदम धेरै माया गरेर हामीलाई स्वागत गर्नुभयो, वेलकम गर्नुभयो। अनि दाइहरूले धेरै हामीलाई हेल्प पनि गर्नुभयो, मेरो नन्दाहरूले। अनि यसरी अनि हाम्रो सामानहरू हामीलाई गाह्रो हुन्छ भनेर बाटोमा लिन आउनुभयो र अनि यसरी सामानहरू बोक्नुभयो। अनि यति धेरै माया केयर गर्नुभयो कि साथीहरू होइन। अनि घर पुग्ने बित्तिकै हामीलाई यसरी फेरि वेलकम गर्नुभयो मेरो परिवारले। अनि म चाहिँ अहिले घरमा छु। अनि यहाँनिर चाहिँ हाम्रो घरमा चाहिँ पार्टी हुँदैछ क्या साथीहरू। अनि मेरो नन्दा बहिनीहरूले रोटी पकाउँदै हुनुहुन्छ। यसलाई चाहिँ हामीले पुरी रोटी भन्छौँ भने उतातिर चिउला भनिन्छ। अनि साथीहरू अनि ठुले आमाहरू सबैजनाले यहाँनिर सहयोग गरिराख्नु भएको छ। यता चाहिँ दाइहरूले मासु कटिङ गर्दै हुनुहुन्छ, हेर्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो घर। यता फेरि दिदी अनि आमा सबैजनाले अनि दाइले अनि खाना पकाउँदै हुनुहुन्छ, कसैले चिउला पकाउँदै हुनुहुन्छ। ल भान्जा भान्जीसँग भेटेर कस्तो महसुस हुँदैछ? खुसी भइरहेको छु म। भान्जा चाहिँ लजालु रहेछन्, मदेखि टाढा टाढा भाग्छन्। म जबरजस्ती यहाँ नजिक ल्याएर राखेको छु। र भान्जी भने आउने बित्तिकै रमाइलो भएको छ। भान्जा ठिक छौ नि? त्यही त हो नि होइन, परिवारमा खुसी भनेको। अनि एकदम खुसी हुनुभएको थियो उहाँहरू सबैजना हामीलाई देखेर। अनि मेरो दाइ दिदी अनि बुवा सबैजना अनि जति परिवार हुनुहुन्छ उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्थ्यो। अनि मेरो नन्दा बहिनी अनि सबैजना खुसी हुनुहुन्थ्यो क्या। अनि कति रमाइलो भइरहेको थियो। अनि मलाई चाहिँ एकदम रमाइलो भइरहेको थियो। अनि यसरी परिवारसँग भेट्न पाउँदा कति बिहा गरेको कति समयपछि गएको नि त। हामी चाहिँ अहिले घरमा छौँ र यहाँ सबैजना फ्यामिली हो, हेर्न सक्नुहुन्छ सबैजना। यहाँ छोरी छ, यहाँ छोरी बहिनी भान्जा हामी सब एकदम रमाइलो भइरहेछ। एकछिनपछि हामी भात र के खान्छौँ थाहा छैन। ल ठुले आमा के भन्नु छ भने भन्नु। भेटेर कस्तो लाग्यो? भेटेर छोरा बुहारी आया, छोरी सब आए, नाति नतिना छोरी सब पनि राम्रो भइहाल्छ। यसरी परिवारसँगै भएर एकदमै खुसी भएर चाहिँ हामी सबै सङ्गति सुरु गऱ्यौँ र हामी सङ्गति बस्यौँ। एकदम आशिषित भएको थियो। मेरो पहिलो सङ्गति यसरी हुँदैछ साथीहरू। अनि एकदम रमाइलो भयो। र यहाँनिर हेर्न सक्नुहुनेछ नानीहरूलाई हामीले केही खेलौनाहरू ल्याइदिएका थियौँ। नानीहरू यसरी रमाइलो भएर खुसी भएर रमाइरहेका छन्। साथै हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएको लागि। अर्को भिडियो नआउन्जेलसम्म यो भिडियो हेरेर इन्जोय गर्नुहोला र लाइक सेयर र सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनुहोला। बाई बाई साथीहरू।